फेरि अर्को पनि बिहा है हेर्नुहोस् है ल त ल भाइ यसको यसरी दाँत पनि काट्नु पर्ने हुन्छ यस्तो डेन्जर हुन्छ कि हेलो गाइस आज चाहिँ भने सुँगुरले ब्याउँदैछ तिमी चाहिँ आमा बोजू म पिकीको इनरको बोजू म नाता नातिनाहरू मेरो नाता नातिनाहरू तिमी इनरको उयो भाइ बहिनीहरू दाजु हो इनरको यस्तो तगडा हुन्छ कि सुँगुरको बच्चा चाहिँ पक्रै त भाइ यो झडान देऊ मलाई यसको यो फर्स्टमा चाहिँ नाकको चाहिँ सफा गरिदिइहाल्नुपर्छ यसरी सास फेर्नु साह्रो पर्छ यसलाई फर्स्ट काम चाहिँ हामीले सुँगुर ब्याउने बित्तिकै नाक चाहिँ सफा गरिदिइहाल्नुपर्छ सास फेर्नु सजिलो हुन्छ त्यसपछि चाहिँ यसमा लागेको यो साल भन्छ यसलाई चाहिँ के भन्छ यो त यो जाली हो जालीलाई त साल भन्छ त साल भन्ने त अम्लो हैन यो चाहिँ सफा गरिदिनुपर्छ यो लेयर चाहिँ त्यहाँदेखि यो त अब उठेर हिँड्न थालिहाल्छ नि यस्तो हुन्छ कि सुँगुरको कराउनु थालिहाल्यो हेर्नुहोस् दाँतहरू उम्रेको हुन्छ पुरै दाँतहरू पुरै उम्रिसकेको हुन्छ यी जन्मिनु बित्तिकैमा नि यसको त सबै नाइटहरू आफै छोडिरहेको छ माथि बाउले हेर्दैछ बाउ नानी ब्यायो के साह्रो पर्छ उठेर यही हो यो ए हो त्यो भलै ल यो पनि दुध खाऊ स्टार यहाँ बुबु खाइहाल बुबु खाइहाल तान कान्न सिकिहाल्छ फेरि अर्को पनि बिहा है हेर्नुहोस् है ल त ल भाइ पक्रियो यता हेर्नु है यस्तो हुन्छ यसलाई सास फेर्नु साह्रो परिरहेको छ यसलाई एकदम छिटो सफा गर्नुपर्छ हामीले यसले अलिक मैला खाएको छ यसले यो सफा गर्ने काम चाहिँ एकदमै छिटो गरिदिनुपर्छ अर्को पनि ब्याउनु जस्तो गर्दैछ उठेर मजाले बनाऊ तिम्रो आँखाले पनि के यसरी खाँदैछ स्टार्ट यसरी काटिसकेन पनि फेरि हो फेरि ब्यायो भाइ फेरि के त यस्तो हुन्छ नि त भ्याइ नभ्याइ पो हुन्छ सफा गर्नु पनि भ्याउनु साह्रो पर्छ एउटा कहाँ पुगिसकेछ बुबु खाऊ दुध खा खोक्दै खाऊ पल्ट्यो हुन्छ होइन एउटा चाहिँ डल्लो परिरहेछ चिप्ल्याउ यसको यसरी दाँत पनि काट्नु पर्ने हुन्छ यस्तो डेन्जर हुन्छ कि यस्तो हुन्छ जन्मिने बित्तिकै दाँत काटेन भने चाहिँ
साथीमा पुरा टोकाटोक गर्छ अनि आमाको थुन पुरा सक्छ यिनीहरूले घाउ